म कांग्रेस किन हुने म कांग्रेस नेपाल विद्यार्थी संघको नेता हुनलाई या मन्त्री हुनलाई या मेरो आमा ठुली आमा बाउ काकालाई ओडा अध्यक्षदेखि प्रधानमन्त्री बनाउन म कांग्रेस हुने हैन म नीति पद्धति र सिस्टमलाई बलियो बनाउनको लागि म कांग्रेस हुने सबै नेपालीलाई स्वतन्त्र बनाउनको लागि म कांग्रेस हुने यहाँ कोही व्यक्तिलाई बनाउनको लागि कांग्रेस हुने परम्परा अन्त्य हुनुपर्छ बीपी कोइरालाले भन्नुभएको छ प्रजातन्त्र स्थापनापछि सुकिला मुकिलाहरूको हाबी हुन्छ त्यसपछि प्रजातन्त्र उपलब्धिको लागि जति लड्न गाह्रो हुन्छ आन्तरिक लोकतन्त्रको लागि त्योभन्दा बढी लड्न गाह्रो हुन्छ भने भन्नुभएको छ हाम्रो यो कठिन आन्दोलनको मोर्चामा रहनुहुने तमाम विद्यार्थी नेता साथीहरूलाई कुन्दन काफले अध्यक्ष हुनु नहुनु ठुलो कुरा हैन र अरू मान्छे जिल्ला अध्यक्ष हुनु या नेतृत्वमा आउनु त्यो ठुलो कुरा हैन र पद्धति हुनु ठुलो कुरा हो सबैलाई विद्यार्थीहरूलाई स्वागत गर्न सक्नु ठुलो कुरा हो सँगसँगै हामी विधि पद्धति मार्फत चार तारा झण्डालाई कलम मसाला अंकित झण्डालाई सर्वोच्च शिखरमा पुर्याउनु ठुलो कुरा हो हाम्रो अभियान भनेको संगठनको अभियान हो हाम्रो अभियान भनेको कलम र मसालको अभियान हो हाम्रो अभियान भनेको विधि पद्धति र सिस्टमको अभियान हो यो अभियानलाई हामी एक थोपा रगत रुन्जेल यो अभियानलाई निचोडमा पुर्याइ छोड्ने कुरा तपाईहरुको माझमा प्रतिबद्धता जाहेर गर्छु र भन्ने गरिन्छ यहाँ नाना थरी कुराहरू गर्ने गरिन्छ अहिले अन्तिममा आएर विधि पद्धतिको कुरा गर्नुभयो सुरुमा के गर्नुभयो भने भन्ने गरिन्छ यहाँ गणेश सापकोटा हुनुहुन्छ उहाँ नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य विधि प्रक्रिया सिस्टममा संगठन चल्नु पर्यो भनेर केन्द्रीय सदस्यबाट राजीनामा दिनुभयो त्यही पछि फेरि आवरण अनसन बसेर तत्कालीन हाम्रो निर्देशन समितिले हामीले विधि प्रक्रिया सिस्टमद्वारा सबै जिल्ला क्याम्पसमा अधिवेशन गर्छौं भनेर फेरि आवरण अनसनलाई बन्द गर्ने या आवरण अनसन तोड्ने काम भयो त्यसपछि फेरि हामीले आन्दोलन गर्यौं आन्दोलनबाट के भयो भने अहिले वर्तमानमा विवाद समस्या समाधान समिति बन्यो नेपाल विद्यार्थी संघको त्यो समस्या समाधान समितिलाई 1 महिनाको लागि समय दियो 1 महिनाको लागि समय दिइसकेपछि 1 महिनासम्म त्यो समितिले काम गरेन जुन 1 महिना सिद्धिने अन्तिम दिन थियो त्यो दिन मात्रै मिटिङ राखेर त्यसको औपचारिकता खत्म गर्यो हामीले देशभरि जागरण तथा दबाव अभियान भनेर कार्यक्रम गर्यौं सातै प्रदेशमा कार्यक्रम गर्यौं त्यो कार्यक्रम पछि आएर फेरि हामीले 3 दिनको अल्टिमेटम दिएर रिले अनसन बसेपछि फेरि हाम्रो माग पूरा नभएर हामी आवरण अनसनमा बसेका हौं हामी विधि पद्धति यहाँ अहिले को जिल्ला अध्यक्ष हो धेरै जिल्ला अध्यक्ष कहाँको हो किन बनाइयो केही पनि थाहा छैन प्रतिनिधिहरू को छन् त्यो पनि केही थाहा छैन र केही पनि थाहा नभइकन नेपाल विद्यार्थी संघको अधिवेशन सम्भव छैन यो हाम्रो ठहर र कम्यायो त्यही भएर हामी आन्दोलन गरेको म सम्पूर्ण साथीहरूलाई सञ्चार गर्ने साथीहरूलाई के भन्न चाहन्छु भने हामी विधि र प्रक्रियाको लागि हो हामी न कि यो र त्योको नाउँमा हैन र एउटा कुरा भन्न चाहन्छु नेपाल विद्यार्थी संघलाई निषेध गर्ने व्यक्तिलाई निषेध गर्ने नीति होइन व्यक्तिलाई आकर्षण गर्ने नीतिको लागि हाम्रो आन्दोलन हो र हाम्रो आन्दोलन भनेको एउटा कथन छ एउटा हस्पिटलमा आजभन्दा 100-200 वर्ष पहिला एउटा हस्पिटलमा एउटा बच्चा हराएछ हराउँदै गर्दा खोज्ने क्रममा दुईटा आमाले यो बच्चा मेरो हो भन्न थालिन्छन् त्यो भन्ने सिलसिलामा त्यहाँ एउटा ठुलो भेला भयो भेला हुने क्रममा भनेछन् के भनेछन् भने एउटा दुईटै आमाले मेरो बच्चा भनेछन् त्यो भनेपछि 10-20 जना बसेर के भने ल यो बच्चा आदि पार्नु भनेर भन्नेछन् भनेपछि जो त्यसको सही आमा हो त्यो बच्चाको सही आमाले बाबा यो बच्चा मेरो होइन त्यसलाई दिनुस् भनेछन् किनकि त्यो बच्चा मर्छ भनेर त्यस्तै गरी नेपाल विद्यार्थी संघलाई खाद्यमा हाल्ने बगाउने कोठाभित्र सीमित राख्ने सीमित 9-10 जनाको चौकोलमा नेपाल विद्यार्थी संघ बनाउने नेपाल विद्यार्थी संघलाई
आत्महत्या गर्नुपर्ने अवस्था बनाउने अहिलेको नेपाल विद्यार्थी सङ्घको नेतृत्वबाट सबैको नेपाल विद्यार्थी सङ्घ बनाउने हाम्रो यो अभियान हो। यो अभियानमा सम्पूर्ण साथीहरू एकबद्धता जनाउने र जनाउन कोसिस गर्ने, सबैलाई स्वागत गर्दै सबैलाई सम्मान गर्दै अनसनकारी साथीहरूलाई अब तपाईँहरू यहाँ अनसन बस्दै गर्दा हामीले नेताको घरमा होस् या चौरमा होस् या नेपाल विद्यार्थी सङ्घमा होस्, कलेजमा विधिवत महाधिवेशनको शङ्खघोष गर्दै हामी हिँड्ने वचनबद्धताका साथ म बिदा हुन चाहन्छु। हस्त, धन्यवाद। जय नेभी सङ्घ, जय नेपाल।